नमस्कार। यदि तपाईहरु लाइफ इन्स्योरेन्सको बारेमा दुविधामा हुनुहुन्छ, कसले कुन प्लान रोज्ने भन्ने विषयमा कन्फ्युजमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ। फर्स्टमा हामी कुरा गरौँ चाइल्ड इन्स्योरेन्स प्लान। यदि तपाईलाई हजुरको बच्चाको भविष्य, पढाइ र विवाहको लागि चिन्ता छ भने हजुरहरुको लागि चाइल्ड इन्स्योरेन्स प्लान बेस्ट हुन सक्छ। र अर्को राम्रो प्लान भनेको तपाईको होल लाइफ प्लान। यदि तपाईलाई एकमुष्ट रकम र रिस्क कभरेज जीवनभर चाहिएको छ भने तपाईलाई होल लाइफ प्लान बेस्ट हुन सक्छ। र तेस्रो नम्बरमा छ तपाईको इन्डोमेन्ट प्लान। यदि तपाईलाई एफोर्डेबल प्रिमियममा राम्रो रिटर्नका साथै रिस्क कभरेज पनि चाहिएको छ भने फिक्स अवधिको लागि तपाईको इन्डोमेन्ट प्लान तपाईको लागि राम्रो हुन सक्छ। र अन्तिममा छ मनी ब्याक प्लान। म यहाँ आज चारवटा प्लानहरु, बेस्ट प्लानहरु लाइफ इन्स्योरेन्सको बारेमा कुरा गर्दैछु। र अन्तिम 4 मा छ तपाईको मनी ब्याक प्लान। अब तपाईले आफ्नो पैसा होल्ड नगरी बीचबीचमा रिटर्न चाहिएमा र रिस्क पनि कभरेज हुने गरी कुनै प्लान चाहिएमा तपाईको लागि मनी ब्याक प्लान बेस्ट हुन सक्छ। धन्यवाद।